आफूले चलाउँदै गरेको डेस्कटप कम्प्युटर या ल्यापटप एकदमै पटक पटक स्लो भइरहन्छ र दिक्क हुन्छ भने मैले तपाईँकै लागि भनेर एउटा सानो भिडियो लिएर उपस्थित भइसकेको छु। के तपाईँको कम्प्युटर चल्दा चल्दा एकदम स्लो हुन्छ? यदि त्यसो हो भने चिन्ता नलिनुहोस्। आजको यो भिडियोमा तपाईँलाई केवल 2 मिनटमा आफ्नो कम्प्युटरलाई नयाँ जस्तै फास्ट बनाउने केही महत्त्वपूर्ण टिप्सहरू सेयर गर्न गइरहेको छु। सर्वप्रथम त नमस्कार सम्पूर्णमा। आज म कम्प्युटर र ल्यापटप एकदम स्लो ह्याङ हुन्छ, यसलाई छिटो बनाउन सजिलो केही महत्त्वपूर्ण टिप्स लिएर आएको छु। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। तपाईँले फेसबुक मार्फत हेर्दै हुन्छ भने यसलाई लाइक र सेयर गरिदिनु होला भने, युट्युब मार्फत हेर्दै हुन्छ भने यसलाई सब्सक्राइब पनि गर्न नबिर्स्नु होला भन्दै बाँकी भिडियो हेर्नुहोला। आज मैले कम्प्युटरलाई कसरी फास्ट बनाउन सकिन्छ भनेर एउटा भिडियो लिएर आइसकेको छु। सर्वप्रथम तपाईँले फास्ट बनाउनको लागि विभिन्न भाइरसहरूलाई, विभिन्न प्रकारको टेम्पोररी फोल्डरहरूलाई, अनावश्यक एप्लिकेसनहरूलाई चाहिँ डिलिट गर्नुपर्ने हुन्छ, जसले कम्प्युटरको भारलाई चाहिँ एकदमै ह्याङ अथवा लोड बनाउने काम भइरहेको हुन्छ। यसलाई चाहिँ कसरी हटाउन सकिन्छ भन्ने कुराहरू म तपाईँलाई सिकाउन गइरहेको छु। सर्वप्रथम तपाईँले के गर्ने भन्दाखेरि ल्यापटपको किबोर्डमा गएर चाहिँ विन्डोज आर गरेर दबाउनुहोस्। विन्डोज आर गर्नुभएपछि तपाईँले यहाँनिर चाहिँ टिएमपिटी पर्सेन्टेज गरेर इन्टर गरिदिनुहोस्। यसरी अनावश्यक फोल्डरहरू, अनावश्यक यो फाइल्सहरू ओपन हुन्छ। यसलाई चाहिँ तपाईँले कन्ट्रोल ए गर्नुहोस् र राइट क्लिक अथवा किबोर्डको डिलिटबाट चाहिँ तपाईँले कन्ट्रोल गरेपछि किबोर्डबाट तपाईँ डिलिट गरेर इन्टर गरिदिनुहोस्। यो भनेको टेम्पोररी फाइलहरू हो। यो सबै तपाईँलाई डिलिट गरेर कम्प्युटरलाई चाहिँ यसको स्पेसलाई खाली गराउन सक्नुहुन्छ। नसा तरिका भनेको हामीहरूले फेरि विन्डोज आर गर्ने CONFIG भनेर टाइप गरेर यसलाई पनि इन्टर गरिदिनुहोस्। तपाईँको एउटा डायलग बक्स ओपन हुन्छ। यहाँ सिस्टम कन्फिगरेसन भनेर चाहिँ एउटा बक्स ओपन भइसकेको छ। यहाँ चाहिँ भनेको तपाईँले तिनवटा अप्सन छ, नर्मल स्टार्टअप, डायग्नोस्टिक स्टार्टअप र सेलेक्टिभ स्टार्टअप भनेर 3 प्रकारको स्टार्टअपहरू छ। तपाईँले चाहिँ नर्मलमा गएर चाहिँ ओके गरिदिनुहोस्। तपाईँले यहाँनिर स्टार्टअप भन्ने अप्सन छ। स्टार्टअपमा भनेको तपाईँले कुन कुन चाहिँ अनावश्यक फोल्डरहरूलाई यो टिकलाई हटाएर डिजेबल गरिदिनु भयो भने पनि तपाईँको अनावश्यक फोल्डरहरू हटेर जानेछ। थर्ड अप्सन भनेर टाइप गरेर इन्टर गर्नुहोस्। यसरी पनि तपाईँको अनावश्यक फोल्डरहरू देखिनेछ। यसलाई कन्ट्रोल ए गर्नुहोस्। त्यसपछि भनेको राइट क्लिक गरेर तल डिलिट भन्ने अप्सन देखिएछ, डिलिट गरिदिनुहोस्। यसरी पनि तपाईँले हुन्छ। यसको लागि के भन्दाखेरि स्टार्टमा जाने, स्टार्टमा गइसकेपछि कम्प्युटर भन्ने प्रोग्राममा जानुहोस्। कम्प्युटरमा चाहिँ सी ड्राइभ, लोकल डिस्क सी ड्राइभ भन्ने छ। यसलाई राइट क्लिक गरेर तपाईँको लास्टमा प्रोपर्टिज भन्ने अप्सन छ, प्रोपर्टिजमा जानुहोस्। प्रोपर्टिजमा गइसक्नु भएपछि यहाँनिर डेस्क क्लिनअप भन्ने छ। डेस्क क्लिनअपमा गएर चाहिँ क्लिक गरिदिनुहोस्। यसले पनि तपाईँको विभिन्न भाइरसहरूलाई चाहिँ क्लिन गर्ने काम गर्छ। यसरी पनि तपाईँको आफ्नो कम्प्युटर ल्यापटपलाई फास्ट बनाउन सक्नुहुन्छ। ह्याङ भएको छ भने तपाईँले यो भिडियो कस्तो लाग्यो यहाँहरूले कमेन्टमा लेखिदिनु होला। साथै कम्प्युटर सम्बन्धी समस्या भए पनि कमेन्टमा समेत दिन सक्नुहुनेछ। साथै यो भिडियोलाई लाइक, कमेन्ट, सेयर, फलो गर्नु भएको छैन भने फलो गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच।